हेलो हेलो साथीहरु, नमस्ते नमस्कार है। विशेष गरी चाहिँ आज हाम्रो बाबालाई चाहिँ कोसेली आएको रहेछ क्या विदेशबाट। त्यही विदेशबाट कोसेली चाहिँ म देखाउन लागिरहेको छ। हेर्नु होला है तपाईँले भिडियो अन्तिमसम्म। पापा, अनि आज हजुरको भान्जाले कोसेली ल्याइदिनु भएर कति खुसी हुनुभयो? खुसी भयो। अब लिएपछि त आफ्नो मान्छेले नाता भान्जीले ल्याएको कोसेली खानु पाउँदा म त खुसी भयो। ल थ्याङ्क यू भनिदिनु न। थ्याङ्क यू। बाबाको लागि चाहिँ यहाँनिर ल्याइदिनु भएको रहेछ रेड लेबल। अनि त्यसपछि न्यू जुत्ता ल्याइदिनु भएको छ होइन। अनि चक्लेट ल्याइदिनु भएको रहेछ। यहाँ आमालाई ल्याइदिनु भएको रहेछ। यहाँ ओखर अनि यो खजुरे ल्याइदिनु भएको रहेछ होइन। अनि यो चाहिँ हाम्रो आमाको भदैनी ल्याइदिनु भएको है, बाबाले खानुहुन्छ भनेर। एकदम स्पेसल दामी सबै थोक राखेर होइन। अब भनौँ न यसमा सबै मरमसाला राखेर चाहिँ आपाको लागि ल्याइदिनु भएको रहेछ आमाको भदैनीले। अनि यो चाहिँ बाबाको भान्जाले ल्याइदिनु भएको। उहाँहरू दुवैजनालाई थ्याङ्क यू सो मच। मनदेखि नै धेरै धेरै धन्यवाद। मेरो बाबा मम्मीलाई यति धेरै माया गरिदिनु। के भन्नुहुन्छ? थ्याङ्क यू। मेरो त रमायो, म त कस्तो खुसी भयो। किन खुसी भएको तपाईँ चाहिँ? मेरो आज भदैनी भान्जी आयो भनेर खुसी लागेको? खुसी लाग्यो। तपाईँले खाँदैन त नि यो रक्सी दुइटै? पनि अब मान गरेर लिइहाल्यो। ल हो नि, नखाए पनि सम्मान गरेर ल्याएपछि खुसी हुनुपर्छ। ल अनि ल यो भिडियो अन्तिमसम्म हेरेर कसलाई मनपर्छ, यदि मनपर्छ भने लाइक कमेन्ट गर्न नछुटाउनु होला। बाई बाई।